ल स्वागत छ तपाईहरुलाई आजको सेसनमा। म राजेश कुमार यादव आज तपाईहरुलाई म आफ्नो श्रीराम टेक युट्युब च्यानलमा स्वागत गर्दै आज म तपाईहरुलाई इलेक्ट्रिकल फन्डामेन्टल अन्तर्गतको केही टपिकहरु लिएर आएको छु जुन कि धेरै नै बेसिक इम्पोर्टेन्ट रहेको छ। आशा छ तपाईहरु सबैजनाले यो भिडियोलाई मन पराइदिनुहुन्छ। एउटा टाइम वेस्ट नगरिकन आज म तपाईहरुलाई बेसिकबाट सुरु गर्दै एकदम इम्पोर्टेन्ट टपिक छ हैन, ध्यान दिएर पढ्नु होला है त। ल हेर्नु त, अब सबै साथीहरुले पढेकै कुराहरु छन्, त्यो पनि बेसिक कन्सेप्ट कहिलेकाहीँ बिर्सिन्छन्। बेसिक कन्सेप्ट बिर्सिनु भयो भने गाह्रो हुन्छ बनाउनलाई। त्यही भएर मैले तपाईहरुलाई सबभन्दा सुरुमा अब आर इक्विभ्यालेन्ट इन सिरिज केसमा के हुन्छ हेर्नु त। आर इक्विभ्यालेन्ट जसरी यो मल्टिपल रेसिस्टेन्स छ भने हैन, त्यस्तो केसमा यो R1 R2 R3 लाइक दिस छ भने यसको केसमा सम के हुन्छ, आर इक्विभ्यालेन्ट के हुन्छ भन्नु त। सिरिज छ नि, सिरिज केसमा के हुन्छ, जनरल सम हुन्छ। के हुन्छ र R1 प्लस R2 प्लस R3 हैन, प्लस डट Rn हुन्छ। सिमिलरली इन केस अफ रेसिस्टेन्स हुन्छ है, के रे इन्डक्टेन्स हुन्छ। इन्डक्टरको केसमा पनि सेम हुन्छ, जनरल सम हुन्छ। ओके, यहाँ L इक्विभ्यालेन्ट सोझियो भने यो सिरिजको केसमा भने के हुन्छ, यदि यो L1 L2 अनि L3 हेनरी छ भने यस्तो केसमा टोटल सम L1 प्लस L2 प्लस L3 डट Ln हुन्छ। ओके, but in the case of suppose that capacitor छ भने capacitor को केसमा मल्टिपल क्यापेसिटर छ ल, त्यस्तो केसमा के हुन्छ, C1 C2 C3 डट यस्तो छ। त्यस्तो केसमा के हुन्छ, C इक्विभ्यालेन्ट इन सिरिजमा रेसिप्रोकल हुन्छ क्या। 1/C इक्विभ्यालेन्ट 1/C इक्विभ्यालेन्ट इज इक्वल टु हुन्छ 1/C1 प्लस 1/C2 प्लस 1/C3 प्लस रेसिप्रोकल हुन्छ है, यही बढ्दै जाने प्लस 1/Cn। ओके, अब इन द केस अफ प्यारलल को केसमा के हुन्छ ल, म यहाँ प्यारलल को केसमा आर इक्विभ्यालेन्ट इन केस अफ प्यारलल, यही यदि प्यारलल सर्किट छ भने त्यस्तो केसमा के हुन्छ त, बेसिक त्यो पनि बनाइदियो। ओके, अब मानौँ न नम्बर अफ सर्किट प्यारललमा छ हैन, यो R1 छ, यो R2 छ हैन, डट Rn छ। यस्तो केसमा के हुन्छ आर इक्विभ्यालेन्ट, यस्तो प्यारलल केसमा रेसिप्रोकल भइहाल्छ क्या। आर इक्विभ्यालेन्ट इन प्यारलल सोध्यो भने यसको हुन्छ 1/R1 प्लस 1/R2 प्लस डट 1/Rn। ओके, similarly in the case of inductor also it will be the same like this. Okay, consider this is L1, this is L2, this is L. In this case 1/L equivalent in parallel case it will be 1/L1 plus 1/L2 plus dot 1/Ln। but अर्को केस के हुन्छ भने यदि हामीसँग क्यापेसिटर इन सिरिज प्यारललमा छ भने के हुन्छ, मल्टिपल क्यापेसिटर। ल यस्तो केस छ भने के गर्नुहुन्छ, suppose this is C1 C2 dot Cn। in this case C equivalent will be general sum, that is nothing but C1 plus C2, this is parallel case है, plus C3 Cn, general sum भइहाल्छ क्या। बुझ्नुभयो साथी? ल यो बेसिक कुरा थियो हैन।
इक्विभ्यालेन्ट इन्डक्टान्स एन्ड क्यापेसिटान्सको कुरामा अनिवार्य रूपमा बुझ्नुपर्ने। जस्तो तपाईँहरू बुझ्नुभयो होला, मैले बेसिक रिभाइज गरिदिएँ हो हैन। त्यसपछि हामी जाउँ ल यो टपिकमा है। यसले के भन्छ भने इन्डक्टान्स अब क्यापेसिटान्स, इन्डक्टान्स एन्ड क्यापेसिटान्स इन एसी सर्किट। अब एसी सर्किटमा के हुन्छ त, कस्तो बिहेभियर गर्छन् त हैन। इन्डक्टान्सले कस्तो बिहेभियर गर्छन्, क्यापेसिटान्सले कस्तो बिहेभियर गर्छन् हैन। मैले एउटा बेसिक डायग्राम बनाएको छु यहाँ, तपाईँहरूलाई टाइम वेस्ट नहोस् भनेर एकचोटि यहाँ डायग्राम हैन। त्यसपछि यहाँ हेर्नु त, यो सर्किटमा यो चाहिँ भी चाहिँ सप्लाई भोल्टेज हो हैन। थोरै इरेज गरिदिन्छु। यो चाहिँ सप्लाई भोल्टेज हो हैन। त्यसपछि अब यहाँ हेर्नु त, यो फेजर डायग्राम मैले ड्र गरे हो, फेजर यो फर्म ड्र गरे भोल्टेज अनि करेन्टको बिचमा। यो चाहिँ भोल्टेजको वेभ फर्म हो, यो भोल्टेजको हो, यो चाहिँ करेन्ट हैन। यहाँ हेर्नु त, यसमा के देखिरहेछ भने यो वेभ फर्ममा यसमा के भइरहेछ, करेन्ट ल्याग भइरहेछ कि नै। करेन्ट के भइरहेछ, भोल्टेजबाट डाउन तल गइरहेछ कि यो ल्याग भइरहेछ। त्यसैले मैले यहाँ डायग्रामेटिकल रूपमा यहाँ देखाएको छु। करेन्ट के भइरहेछ, भोल्टेजबाट ल्याग भइरहेछ, डाउन भइरहेछ। यसको अर्थ के भयो भने इन्डक्टरको केसमा करेन्ट चाहिँ भोल्टेजबाट ल्याग हुन्छ जहिले नि। ओके, इन्डक्टर ल्याग्स द current by voltage in the pure inductive circuit, that is 90 degree। करेन्ट के हुन्छ, जहिले नि ल्याग हुन्छ भोल्टेजबाट हैन। अब यसलाई ड्राइभ गर्नुहुन्छ भने म ड्राइभ पनि गर्न सजिलो तपाईँलाई सिकाइदिन्छु ल। सपोज द्याट ल यसलाई ड्राइभ गरौँ त कसरी हुन्छ हैन। ड्राइभ गर्न खोज्नुभयो भने सजिलो छ। यहाँ हेर्नुहोस् त, यो सर्किटमा हेर्नुहोस्, पावर सर्किटमा एप्लाइड भोल्टेज कति छ, applied voltage is nothing but that is V, or you can say that V or Vs somewhere listed like that is V max sin omega t। यति बुझ्यौ। त्यसपछि अब यसमा हेर्नु त, यहाँ मानौ देयर इज अ नो ओहमिक ड्रप, यहाँ ड्रप छैन भने यो इन्डक्टरले के गर्छ, जहिले पनि इन्डक्टरमा यदि भोल्टेज सप्लाई गर्नुभयो भने यसले आफै पनि भोल्टेज इन्ड्युस गर्छ क्या अपोजिटमा। त्यो के हो भने त्यो ब्याक इएमएफ हो। ब्याक इएमएफ will be induced when you applied voltage through the inductor. The inductor have properties to create the back EMF to opposing of it. So what will be here? You see the back EMF will be generated like back EMF. Back EMF is nothing but E is equal to inductor L into di by dt। Okay, then consider जब हामीले अब यो हेर्नुस्, यसलाई इक्वेसन 1 मान्दै सजिलो हुन्छ, यसलाई 1 मान्दै यसलाई इक्वेसन 2 मान्दै है। इक्वेसन 2 मानिसकेपछि जब ड्रप हुँदैन, यस्तो केसमा के हुन्छ भने ड्युरिङ नो ओहमिक ड्रप, नो ओहमिक, यदि लस छैन भने, यदि नो ओहमिक ड्रप, त्यसमा के हुन्छ, इक्वेसन 1 र इक्वेसन 2 इक्वल हुन्छ क्या। भन्नाले एप्लाइड भोल्टेज इज इक्वल टु ब्याक इएमएफ, ब्याक इएमएफ ई हुन्छ है। अब यसलाई सल्भ गर्दै जानु के हुन्छ, एप्लाइड इक्वेसन 1 र 2 इक्वल गर्नुस्। इक्वेसन 1 र 2 लाई इक्वल गर्नुभयो भने बिस्तारै हेर्नुस् त, एप्लाइड भोल्टेज कति छ, भी एम साइन ओमेगा टी छ हैन। अनि यता भएको तपाईको एल इन्टु डिआई बाई
डिटी। अब योबाट हामीलाई करेन्ट पत्ता लगाउनु छ, किनभने करेन्ट र भोल्टेजको रिलेसन त पत्ता लगाउनु हामीलाई। अब करेन्ट पत्ता लगाउनुलाई के गर्नु पर्यो, हामीले डिआई निकाल्नु पर्यो। सो अब यसबाट हेर्नुहोस् त डिआई इक्वल टु के हुन्छ, यो यल डिभाइड हुन्छ होइन, या यसले डिभाइड हुन्छ बनाउने भिएम बाई यल साइन ओमेगा टी टी, अनि यो डिटीले मल्टिप्लाई हुन्छ होइन। अब हेर्नुहोस् त यहाँ डेरिभेटिभ छ, मलाई करेन्टको टर्म मात्र चाहियो भने के गर्छौँ हामी, इन्टिग्रेट गर्छौँ। इन्टिग्रेटिङ गर्न बोथ साइड गरिदियो भने integrating on both sides. If you do integrating on both sides, the current will become like this. That is nothing but Vm by L integration of sin omega t, sin omega t dt भयो नि। यसलाई म बताइदिन्छु तपाईहरुलाई सजिलो हैन। यहाँ हेर्नु त, त्यसपछि के हुन्छ, इन्टिग्रेसन गर्दै जानुभयो भने I इक्वल टु भइहाल्छ तपाईलाई Vm by L इन्टिग्रेसन अफ sin थीटा के हुन्छ, माइनस cos थीटा हुन्छ नि त, माइनस cos ओमेगा t, अनि यसको sin माइनस cos ओमेगा t, अनि यो cos को कोएफिसिएन्टले डिभाइड हुन्छ, डिभाइड पनि गर्नु पर्यो ओमेगाले हैन। Vm बाट L minus cos omega t by omega. This can be also, we can also write that Vm by L minus cos theta is nothing but, that means sin omega t minus 90. In the current के भयो, ल्याग गर्यो नि, भोल्टेजबाट 90 डिग्री ल्याग गर्यो, अलरेडी देखायो ओमेगा हैन, बुझ्नुभयो। और यसलाई इफ यु टेक आई मैक्सिमम, यदि मैक्सिमम हेर्यो भने मैक्सिमम कति बेला हुन्छ, जति बेला यो पार्ट sin ओमेगा t minus 90 इक्वल टु 1 हुन्छ, दैट मीन्स मैक्सिमम यदि यो पार्ट 1 भयो भने Vm by ओमेगा L हैन। यसलाई इक्वेसन मान्नुहुन्छ भने इक्वेसन मान्दै 2 मान्नु भयो थियो, यसलाई 3 बनाऊ। इक्वेसन 3 मानौ, यसलाई इक्वेसन 4 माने पनि भयो, नमाने पनि नको लागि थियो। यसको अर्थ के भयो भने, अब म्याक्सिमम लिइहाल्नु भयो, यहीलाई माथि पुट गर्नु न। सपोज मैले अब करेन्ट पत्ता लगाउनु छ भने म्याक्सिममको केसमा करेन्ट इज इक्वल टु नथिङ बट Im is equal to Vm by omega L हाल्यो, Imax is I is equal to Im, you can write that Im बाट ओमेगा L यति पार्टलाई हेर्नुस् है, यति पार्टलाई त्यसलाई हामी के लेख्न सक्छौं, Imax लेख्न सक्छौं, Im into sin omega t minus 90 simply के भयो यहाँ, यो एक्सप्रेसनबाट के देखाइरहेछ, एक्सप्रेसन के भनिदिरहेछ भने, इन इन्डक्टर केस, इन इन्डक्टर current lag voltage by 90 इन प्योर को केस में है, इन प्योर इंडक्टिव, एट प्योर इंडक्टिव, सिंपली वोल्टेज ल्याग गर्छ क्या,
यहाँ हेर्नु न, ल्याग भनेको त यहाँ नेगेटिभ हो, यही त हो, यहाँ ल्याग भइरहेछ नि त। हेर्नु नि यहाँ नेगेटिभ -90 बुझ्नुभयो। अब यसलाई अलिकति अर्को कुरा चाहिँ पनि हामी के पढौँ भने, अब इन्डक्टरको कुरा आइहाल्यो। इन्डक्टरको केसमा हामीले पर्ने कुरा के छ भने, जसरी इन्डक्टिभ रिएक्ट्यान्सको कुरा अलि थोरै पढौँ। इन्डक्टिभ रिएक्ट्यान्स के हो त? इन्डक्टिभ रिएक्ट्यान्स भनेको इन्डक्टिभ रिएक्ट्यान्स भनेर यसलाई एक्सएलले जनाइन्छ होइन। के हुन्छ एक्सएल इन सिरिजको केसमा एक्सएल इक्वल टु 2 FEL हुन्छ नि त्यो बुझ्यो एउटा। अनि यसलाई आरएमएसको रूपमा पनि लेख्न सक्छौँ हामी, यसरी VREMS इक्वल टु IREMS इन्टु एक्सएल हुन्छ क्या। VREMS इक्वल टु, यदि भोल्टेज करेन्टको रिलेसनमा कुरा गर्नुहुन्छ भने VREMS इक्वल टु IRMS इन्टु एक्सएल। अब यसलाई IRMS यहाँबाट निकाल्नुभयो भने IREMS it will become like this. What will be यसमा के हुन्छ IRMS VREMS by XL. Okay, here IRMS is equal to IRMS, यसको अर्थ के हो? यसको अर्थ IRMS लाई अल्सो पनि लेख्न सकिन्छ। IRMS ले पनि IRMS तपाईको I maximum by √2 हुन्छ क्या। बेसिक कुराहरु बुझिराख्नु है, त्यही भएर मैले भनिदिरहेको। XL इक्वल टु 2πFL भयो हैन। VRMS इक्वल टु IRMS इन्टु XL, यहीबाट तपाईको IRMS सूत्र निकाल्न सक्नुहुन्छ। वा IRMS इक्वल टु I maximum बटा √2 हुन्छ क्या। यसको अर्थ के हुन्छ? यसलाई फर्दर सिम्प्लिफिकेसन गर्नुभयो भने IRMS इक्वल टु यसको 0. कति हुन्छ 707 I max हुन्छ। बेसिक कुराहरु बुझ्नु है साथीहरु, बेसिक बुझ्नु जरुरी छ। एउटा कुरा के बुझ्नु भने, जसरी यो एक्सप्रेसनबाट हेर्नु त, यो एक्सप्रेसन हामीले के पढ्यो भने XL इक्वल टु 2πFL पर्यो नि। यसले के देखाउँछ भने, यसलाई म सजिलो ग्राफ तरिकाले बनाइदिन्छु। अब यहाँबाट सजिलो हुन्छ के तपाईहरुलाई। XL के हुन्छ? यो X भर्सेस यदि इम्पिडेन्स भर्सेस फ्रिक्वेन्सी को यदि ग्राफ ड्रा गर्नु भने XL इज डाइरेक्टली प्रोपोर्सनल टु यो। भन्नाले जति जति तपाईको फ्रिक्वेन्सी बढ्दै जान्छ, जति जति इन्डक्टेन्स पनि रेसिप्रोकल हुन्छ क्या, डाइरेक्टली प्रोपोर्सनल हुन्छ। जति जति फ्रिक्वेन्सी बढ्दै जानुभयो त्यति त्यति इन्डक्टेन्सको रिएक्टिभ इन्डक्टेन्स पनि बढ्दै जान्छ। बुझ्नु? अनि त्यस्तै अपोजिट पनि हुन्छ, भाइस वर्सा पनि हुन्छ है। त्यो बेसिक कुरा एउटा बुझिसक्नुभयो हैन। अब हामीले अर्को टपिकमा जाऊ है, टाइम वेस्ट नगरौँ। अब हामीले यो टपिकमा पढौँ हैन, क्यापेसिटान्स इन एसी सर्किट। इन्डक्टेन्स हामी पढिसक्यो। क्यापेसिटान्सको केसमा के हुन्छ? मैले तपाईहरुलाई पावर सर्किट ड्रा गर्दिए हो। हेर्नुस्, भोल्टेज चाहिँ एसी भोल्टेज VS हो, यो भित्र चाहिँ एउटा क्यापेसिटर जोडिएको छ, यो भित्र करेन्ट फ्लोइङ चाहिँ I एम्पियर करेन्ट फ्लो गरिरहेको छ भने त्यस्तो केसमा यसको डायग्राम चाहिँ मैले देखाइदिए हो। के हो भने यहाँ हेर्नुस् त, यो भोल्टेज अनि करेन्टको केसमा हेर्नु त रातो वाला करेन्ट हो, यहाँ यो चाहिँ भोल्टेजको। करेन्ट के भइरहेछ? करेन्ट के भइरहेछ? तपाईको लिड गरिरहेछ नि त, यो भोल्टेज हो के खासमा, टाइम छैन है यहाँ साथीहरु, भोल्टेज हो है। भोल्टेज अनि यसलाई करेन्ट भन्ने पनि हुन्छ। भोल्टेज करेन्ट कसम यहाँ हेर्नु त, यसमा के भइरहेछ? रिस्पेक्ट टु
यो चाहिँ टाइम टी को रिस्पेक्टमा छ है। यहाँ भोल्टेज अनि करेन्टको रिलेसन भन्दा पनि भोल्टेज करेन्टको वेभ फर्ममा ध्यान दिनुपर्छ क्या। यो भोल्टेज अनि यहाँ चाहिँ यो के देखाइरहेछ यो हेर्नु त, भोल्टेज भन्दा करेन्ट के छ, लिड गरेछ नि, माथि गएछ नि, पोजिटिभ हुन्छ नि यो साइडमा। भोल्टेज भन्दा के छ, यो करेन्ट पार्ट रातो हेर्नु त, यो लिड गरेछ नि, हो त्यही यहाँ देखाएको हो क्या। क्यापेसिटरको केसमा करेन्ट लिड्स भोल्टेज हुन्छ बाई 90, or you can in the case of pure capacitance, यो प्योर क्यापेसिटिभ सर्किटको लागि हो। यदि जेनरली सोध्यो भने हामीले के बुझ्यौँ भने करेन्ट चाहिँ भोल्टेजलाई लिड गर्छ। हो यहाँ के गर्नु, यसको डेरिभेसन पनि बनाइदेऊ भन्नुहुन्छ भने म बताइदिन्छु के छ र। ल सर्टकटमा तपाईँ कसरी हुन्छ भने यसलाई प्रमाणित पनि गरिदिन्छु है, सजिलो हुन्छ। प्रुफ गरिदिन्छु है तपाईँहरूको लागि। सानो त यो अघि जस्तै, यसमा सप्लाई भोल्टेज लिनुहोस्, कति छ, भिएम साइन ओमेगा 2 हैन। त्यसपछि भोल्टेज एक्रस द क्यापेसिटर, यहाँ कति भोल्टेज हुन्छ, यसमा कति भोल्टेज आउँछ भन्नु त। सपोज voltage across the capacitor C is equal to nothing but VC मान्यो अनि यहाँ VS मान्यो, यदि लस छैन भने है, इन सिरिज, यो सिरिज इन सिरिज एट नो लसको कन्सिडर है। अब यस्तो केसमा हेर्नु त के हुन्छ, VC क्यापेसिटरमा हामीले पढे छैनौँ, Q इज इक्वल टु CV पढे हो नि, उनीहरूले V इज इक्वल टु के भयो, यहाँ VC छ, लाइक द्याट VC is equal to Q by C. Okay. Above we can put it like this here. यहाँ पुट गर्नु त माथिको इक्वेसनमा के हुन्छ, Q by C and VS is equal to Vm sin omega t. Let further simplify गर्नु त, चार्ज Q is equal to C Vm sin omega t. Okay, this is the one equation. Equation 1, let it will the equation 1. And now we have to find current. So current find out, किन हामीले current voltage को रिलेसन चाहियो नि, हो current find out गर्नलाई के गर्नु पर्यो, Q is equal to के हुन्छ, Q is equal to IT हामी पढेछौँ नि, हो कि नै। भन्नाले करेन्ट इज इक्वल टु यसबाट के देखिन्छ भने, करेन्ट इज इक्वल टु के हुन्छ, चार्ज पर युनिट टाइम पढ्यो हो नि त हामीले, Q/T पढ्यो हो नि त। अब यसलाई यही चार्जलाई पहिला यो फर्ममा लेखौ है, त्यसपछि उसमा जाउँला। I is equal to Q/T भयो नि टाइम रिस्पेक्टको उसमा, अहिले त्यो यो फर्ममा लेख्नुभयो भने के हुन्छ, यसलाई करेन्टको फर्ममा लेख्नुभयो भने चार्जले त्यही इक्वेसन 1 लाई I is equal to के हुन्छ, Q/T भयो नि त, C V V नोट पनि लेख्न सक्छौ, या Vm sin ओमेगा t पनि, Vmax लेखे हो न, ल Vmax रहनु न हैन, अहिले V नोट पनि लेख्न सक्छौ, C into Vmax sin ओमेगा t के भाइ t छ नि त हैन, ए सरी तल आउँदैन है, मल्टिप्लाई हुन्छ इन्टु टी हुन्छ नि, हो कि हुन्छ कि हुँदैन। अब यसलाई डेरिभेटिभ गर्नुभयो भने
यहीबाट डेरिभेटिभ पनि गरे हुन्छ I is equal to dq by dt हुन्छ नि करंट is equal to चार्जलाई यदि टाइम रिस्पेक्टले यदि डेरिभेटिभ गर्नुभयो भने द्याट इज करेन्ट आउँछ हैन त्यस्तो केसमा के हुन्छ यहाँ हेर्नुस् I is equal to d by dt of c v max sin omega t dq by dt d by dt of c into v omega t हैन यसलाई सल्भ गर्नु न डेरिभेटिभ अफ गर्दै जानुभयो भने डेरिभेटिभ अफ टाइमको रिस्पेक्टमा गर्नु छ भने यसलाई यो c चाहिँ कन्स्ट्यान्ट हुने भयो c अनि c आयो बाहिर अनि vm आयो बाहिर अनि डेरिभेटिभ अफ sin थीटा के हुन्छ डेरिभेटिभ sin थीटा cos थीटा हुन्छ नि cos ओमेगा t भयो हैन डेरिभेटिभ गर्दा के हुन्छ जहिले पनि कोएफिसिएन्ट के हुन्छ मल्टिप्लाई गर्नु पर्यो नि त यहाँ ओमेगा आयो भन्नाले यसको इम्प्लाइज गर्नु भने करेन्ट इज इक्वल टु ओमेगा c vm अनि cos ओमेगा t इज इक्वल टु हामी लेख्न सक्छौं sin cos थीटा इज इक्वल टु sin 90 plus theta sin 90 plus theta पनि लेख्न सक्छौं नि त हो यसलाई लेख्न सक्छौं sin theta plus 90 by 2 सरी sin 90 pi by 2 भने sin 90 भयो नि यो एक्सप्रेसनलाई हेर्नु त के भयो सरी हेर्नु यसको अर्थ हेर्नुस् करेन्ट के भइरहेछ लीड भइरहेछ नि current leads voltage by 90 यो voltage हो नि त बुझ्नुभयो ल त्यही कुरा हो अर्को एउटा सिम्पली कुरा हामी अझै एड गर्दियौ जसरी इन्डक्टिभ रिएक्टान्स परे थियो नि त्यो इन्डक्टिभ क्यापेसिटन्स के हुन्छ inductive capacitance xc is equal to nothing but के हुन्छ xc is equal to 1 by sorry and like this xc is nothing but reciprocal of omega c 1 by omega c that we can put it at 1 by 2 pi fc यो पनि बुझिराखौ है inductive capacitance is equal to 1 by omega c equal to 1 by 2 pi fc okay so this is the basic now in the next topic के गरे यसमै कम्प्लिट गर्दियौ अर्कोमा गरौँ न हैन ल यो रेसिस्टिभ सर्किटमा के हुन्छ यसमा मैले धेरै भन्दिन तपाईहरु यो मेन इन्डक्टर क्यापेसिटर थियो अब तपाईहरु आफै क्याल्कुलेट गर्न सक्नुहुन्छ हैन यो रेसिस्टर्सको केसमा के हुन्छ भोल्टेज यसमा मुख्य कुरा के बुझ्नु भने भोल्टेज एन्ड करेन्ट आर इन सेम फेज भनेको थाहा छ नि तपाईहरुलाई हेर्नु त यहाँ 0 छ हैन यहाँ पाई छ भनेको यो वेभ फर्म फेरि यहाँ 0 बाट स्टार्ट भएर फेरि पाई मा आएर एन्ड हुन्छ पाई बाट स्टार्ट भएर फेरि 2 पाई मा आएर एन्ड हुन्छ के सेम फेजमा छ के म्याग्निट्युड फरक भए पनि वेभ फर्म चाहिँ सेम फेज चाहिँ उटी एंगलमा छ के सेम जहाँबाट स्टार्ट हो त्यहीबाट आएर एन्ड हुने हो के स्टार्टिङ एन्डिङ पोइन्ट सेम छ त्यही भएर भोल्टेज करेन्ट आर इन सेम फेज and basic for a little bit V is equal to IR as we know already that implies if you take RMS that is VREMS is equal to nothing but IREMS already we have teach you that is R okay and some here and basic already teaching in the basic last time I'm पढाएको थियो power average equal to I square R हुन्छ नि here you can take RMS है
RMS pure is equal to I square R RMS into R. Okay, this is the basic thing. Hope you guys understand. तपाईहरुले राम्रोसँग बुझ्नुभयो होला आशा छ हैन। त्यसपछि हामीले अर्को भिडियो पनि यसकै सँगै कन्टिन्यू गरिरहेका छौं जस अन्तर्गत तपाईको अब एक्टिभ पावर रिएक्टिभ पावर बारेमा अहिले कन्टिन्यू पढ्छौं है। ल आजै कुरा तपाईहरुलाई मैले के पढाउन चाहन्छु भने जसरी बेसिक कुरामै आउँछ हैन, फेज शिफ्टको कुरा है। फेज शिफ्ट धेरै साथीहरुलाई थाहा नहुन सक्छ हैन। फेज शिफ्ट भनेको अब भन्नु त मैले एउटा डायग्राम बनाउँछु यहाँ, तपाईहरु आफै भन्नु होला। ल फेज शिफ्ट जसरी कुनै डायग्राम यसरी आयो हैन, अनि कुनै वेभ फर्म चाहिँ तपाईको यहाँबाट आएर यसरी आयो सपोज द्याट। करेन्ट और भोल्टेज मानौं, करेन्ट और भोल्टेज भर्सेस टाइम। ल यसमा भन्नु त पोजिटिभ फेज शिफ्ट कुन हो? यहाँ यसलाई भन्छ पोजिटिभ फेज शिफ्ट क्या। यहाँ जुन छ नि 0 हो, यो पोजिटिभ फेज शिफ्ट हो। त्यो कुरा बुझाउन खोजेको थिए क्या। यसलाई भन्छ पोजिटिभ फेज शिफ्ट। फेज शिफ्ट वेभ फर्म हेर्दाखेरि बुझ्नु पर्ने कुराहरु हो क्या यो कुराहरु। यसलाई नेगेटिभ फेज शिफ्ट भन्छ क्या। यो पार्ट हेर्नु नेगेटिभ तिर आयो नि त। यो हो नेगेटिभ फेज शिफ्ट। फेज शिफ्ट तपाईहरुले पहिला पनि पढ्नु भयो होला। यसलाई कसरी पोजिटिभ नेगेटिभ लिन्छ भने हामीले पहिला पनि अब बेसिक कुरा यो कुराहरु त नभने पनि हुन्छ। त्यो पनि बेसिक ग्राफ पढ्ने साथीहरु ग्राफको कुरा थाहा छ नि। यो के हुन्छ जहिले यहाँ यो साइडमा पोजिटिभ हुन्छ नि, +1 +2 +3 यतातिर नेगेटिभ हुन्छ, माइनस माइनस माइनस, यता पनि नेगेटिभ नेगेटिभ नेगेटिभ, यता के हुन्छ पोजिटिभ पोजिटिभ पोजिटिभ, +1 +2 +3 लाइक दिस। त्यहाँबाट यो यतातिर आयो भने नेगेटिभ भयो, यतातिर आयो भने पोजिटिभ भयो। यो पोजिटिभ यो नेगेटिभ, त्यही भनेको हो क्या ग्राफमा। ओके, अब यो बुझिसकेपछि मैले तपाईहरुलाई आज एक्टिभ पावरको बारेमा पनि यही भिडियोमा कन्टिन्यू गर्दियौ है। भिडियो धेरै बनाउनु भन्दा सिंगल भिडियोमा सबै कुरा आइदियो भने तपाईहरुलाई पनि सजिलो हुन्छ हैन पढ्नको लागि। ओके, यो कम्प्लेक्स पावर पनि ल यहाँ रहेछ। ल एक्टिभ पावर रिएक्टिभ पावर र पावर फ्याक्टर तीनवटै कुराको बारेमा पढौं। अब एक्टिभ पावर भनेको के हो भन्नु त? यो एक्टिभ पावर भनेको के भन्छ भने एक्टिभ पावर or somewhere it can be said that true power पनि भन्छ कतै कतै, or somewhere रियल पावर पनि भन्छ यसलाई, रियल पावर हैन। यसको अर्थ के हो भने actual amount of power being used or consumed or dissipated in a circuit is called active power. अब यसको युनिट हेर्नुभयो भने एक्टिभ पावर जहिले पनि वाटमा नापिन्छ क्या। वाट समवेयर किलोवाट
यसलाई चाहिँ गर्दै जानु। त्यसपछि क्यालकुलेसन पावर इज इक्वल टु VI cos phi। यहाँ यो एङ्गललाई फाइ हो है, नबिर्सनु यो एङ्गललाई फाइ भन्छु क्या, सुन्नुभयो? भोल्टेज करेन्ट अनि यो पावर फ्याक्टर VI पावर फ्याक्टर यसरी क्यालकुलेट गर्ने हो। अर्को कुरा रिएक्टिभ पावरको पनि बुझौँ है। रिएक्टिभ पावर यसमा म बताइदिन्छु। रिएक्टिभ पावर भनेको के हो? रिएक्टिभ पावर यसको नोटेसन, यसलाई पीले जान्छ अलरेडी यहाँ दिएको छ, पीले रिएक्टिभ पावरलाई क्यूले है। रिएक्टिभ पावर भनेको के हो भने एउटा यस्तो पावर जसले चाहिँ सोर्स र लोडको बिचमा भ्यारी गर्छ क्या। सोर्स टु लोडको बिचमा फ्लक्चुएसन हुने पावर के, अगाडि पछाडि हुन, अगाडि जाने पछाडि जाने, अगाडि जाने पछाडि जाने, यो फ्लो भइरहने क्या सोर्स टु लोडभित्र। यस्तो पावर जुन द पावर विच कन्टिन्युअसली bounced back and forth from source to load is nothing but reactive power. Okay, so you can write it like that, and I am writing directly as formula. Reactive power Q is nothing but VI sin phi। जहिले पनि रिएक्टिभ पावरमा साइन आउँछ क्या, साइन टर्म आउँछ, यो ख्याल गर्ने कुरा हो। VI sin phi। अनि यसको युनिटको कुरा गर्नु पर्दा रिएक्टिभ पावरको युनिट के हुन्छ? यो जहिले नि बार एम्पियर रिएक्टिभ हुन्छ क्या, VAR मा नापिन्छ हैन। अर्को कुरा यो रिएक्टिभ पावर पोजिटिभ भन्नु भने कसैले सपोज दैट if someone says positive reactive power and negative reactive power यसको दुईटैको अर्थ के हो भन्नु त? पोजिटिभ रिएक्टिभ पावर इन्ड्युस ड्यू टु पोजिटिभ पावर के कारणले हुन्छ? इन्डक्टरको कारणले हुन्छ। अनि नेगेटिभ रिएक्टिभ पावर के कारणले हुन्छ? इन्ड्युस ड्यू टु क्यापेसिटर। यो कुरा बुझ्नु पर्यो है। त्यसपछि आउँ हामी एपरेन्ट पावरमा। एपरेन्ट पावर के हो त? एपरेन्ट पावरले यसलाई जनाइन्छ हैन, यसलाई भन्छ कम्बिनेसन एक्टिभ प्लस रिएक्टिभको कम्बिनेसन पावर हो क्या। दुईटै पावरको कम्बिनेसन पावर के हो? एपरेन्ट पावर हो। समवेयर लाइक दैट S इज इक्वल टु भोल्टेज इन्टु करेन्ट पनि कति ठाउँमा लेखेको हुन्छ हैन। यसरी पत्ता लगाउन सकिन्छ। अनि एउटा समेरीमा के बुझौँ भने यो डायग्राममा हेर्नुहोस्, यो डायग्राममा हेर्नुभयो भने के देखाउँछ? हाइपोटेनस डायग्राममा त यस यो छ नि ठुलो एपरेन्ट पावर S स्क्वायर, म कलर चेन्ज गरिदिन्छु है, S स्क्वायर S स्क्वायर इक्वल टु के हुन्छ हेर्नु त? P स्क्वायर प्लस Q स्क्वायर हुन्छ नि। यो कुरा बुझ्नुस् है। ओके, यसबाट पत्ता लगाइहाल्नुहुन्छ। त्यसलाई नै यहाँ सर्ट फर्ममा लेख्नुभयो भने यु क्यान राइट S इज इक्वल टु नथिङ बट एक्टिभ पावर के स्क्वायर प्लस रिएक्टिभ पावर के स्क्वायरको रुट पनि हुन्छ। यसको युनिट के हुन्छ? यो भोल्टेज करेन्ट छ भने के हुन्छ? volt ampere। volt को युनिट volt अनि करेन्ट को एम्पियर, दैट इज नथिङ बट volt ampere। That's it। And little more we talk about power factor।
पावर फ्याक्टर जान्दा भोल्टेज करेन्ट बिचको एंगल हो हैन। अब पावर फ्याक्टरको बेसिक टर्महरु चाहिँ यिनीहरु। पावर फ्याक्टरको बारेमा पनि थोरै पढौं। पावर फ्याक्टर के हुन्छ? भोल्टेज एन्ड करेन्टले बनाउने एंगल, भोल्टेज एन्ड करेन्ट बिचको एंगल हो क्या, बिचको एंगल कोसाइन एंगल फेरि भन्नु है, यसलाई कोसाइन एंगल भन्छ। कोसाइन एंगल that means power factor is nothing but power factor. Suppose power is equal to, like that, power is equal to VI cos phi, that this is the cos phi is nothing but power factor. Okay, this is power factor, voltage and current बिचको angle. Okay, you can also write like this: true power is nothing but P is equal to I square R. Okay, and reactive power Q is equal to I square X, and apparent power S is equal to I square Z. Okay, यो क्याल्कुलेसनमा काम लाग्छ हैन। अनि अर्को कुरा यहाँ के बुझौं भने पावर फ्याक्टर इज इक्वल टु cos phi भन्छौं हैन हामीले, or we can write that's nothing but active power by apparent power. एक्टिभ अनि apparent भन्नाले यसलाई भन्छ एक्टिभ पावर भनेको P by S, एक्टिभ पावरको यसको रेसिस्टेन्स बाइ इम्पिडेन्स पनि राख्न सक्छु के, टोटल इम्पिडेन्स R by Z पनि भन्छ। यो कुरा बुझिराखौं हैन। अनि त्यसपछि हामी कम्प्लेक्स पावरको बारेमा थोरै पढौं त। कम्प्लेक्स पावर के हो? यो पनि यस अन्तर्गत नै आउँछ हैन। कम्प्लेक्स पावरलाई यस पनि भन्छ। Complex power is basically representation of electrical power in the form of complex number. Okay, simply nothing complex number को रूपमा यसलाई फर्म गर्ने हो। Complex power is consisting of real and imaginary part. Real part means रियल पार्ट रिप्रेजेन्ट के बुझ्नु पर्यो? रियल पार्टले के रिप्रेजेन्ट गर्छ? एक्टिभ पावर। अनि इमेजिनरी पार्टले के रिप्रेजेन्ट गर्छ? रिएक्टिभ पावर। यो सबै बेसिक कुराहरु हो साथीहरु हैन। अब एक्टिभ पावर भनेको अलरेडी थाहै छ हामीलाई, यसलाई P ले डोनेट गर्छौं, रिएक्टिभ पावर हैन, P ले डोनेट गर्छौं हैन। इन द केस अफ पावर फ्याक्टर, अब एउटा अझै कुरा के बुझ्यो भने पावर कम्प्लेक्स पावरमा हुन्छ नि, पावर इन्डक्टिभ लोडमा के हुन्छ त? यस्तो केसमा इन्डक्टिभ लोडमा के हुन्छ? पावर फ्याक्टर फर इन्डक्टिभ लोड भन्नुस् त। पावर भनेको यहाँ एपरेन्ट पावरको कुरा गर्छन् के जहिले पनि। S इज इक्वल टु के हुन्छ? एक्टिभ पावर प्लस एक्टिभ अनि रिएक्टिभको सम थियो नि त, त्यहाँ माथि हामी अलरेडी पढ्यौं नि त। एक्टिभ पावर भनेको के हो? कम्बिनेसन अफ एपरेन्ट पावर इज नथिङ बट कम्बिनेसन अफ active and reactive power, that it can be write in the complex form. Active power is only P plus JQ. Similarly, we can write it at power for capacitive load को केसमा के हुन्छ?
capacitive load. Capacitive load, this is also was nothing but nothing but capacity मा के हुन्छ नेगेटिभ भन्ने थियो नि, क्यापेसिटर भन्ने बित्तिकै रिएक्टिभ पावर नेगेटिभ हो। अब नेगेटिभ भनेको यहाँ के हुन्छ जे अलरेडी भन्यो त्यति हो। ओके, सजिलो छ साथीहरु, त्यस्तो केही भन्नु पर्दैन। यसलाई अर्को कुरा जसरी यसलाई एउटा अझै कुरा म के भन्नु भने सपोज अब समवेयर कन्जुगेट को कुरा आउँछ। S = 1/2 भोल्टेज टु करेन्ट को कन्जुगेट भन्छ क्या, यसलाई कन्जुगेट भन्छ। कम्प्लेक्स कन्जुगेट अफ करेन्ट भन्छ क्या, यसलाई कम्प्लेक्स कन्जुगेट अफ करेन्ट भन्छ। वेयर V = बेसिक कुराहरु छ त्यहीबाट थोरै डिस्कस गर्नु। V = नथिङ बट म्याक्सिमम भोल्टेज अनि यसले क्रिएट गर्ने एंगल वी क्यान से phi V or theta V, whatever it may be, भोल्टेजले क्रिएट गर्ने। त्यस्तै करेन्टले यो भित्र करेन्टले कति एंगल बनाउँछ, म्याक्सिमम करेन्ट एंगल कति बनाउँछ, थीटा I भन्नु। कन्जुगेट जब भन्छ भने के हुन्छ, यसको अपोजिट हुन्छ। यसको अपोजिट भनेको I को कन्जुगेट यदि कसैले सोध्यो भने यसमा के हुन्छ, I म्याक्सिमम करेन्ट माइनस थीटा I हुन्छ क्या, बुझ्नुभयो? यसलाई नै कन्जुगेट भन्छ। यही कुरा यहाँ पुट गर्न सक्नुहुन्छ। यहाँ पुट गर्नुभयो भने के हुन्छ, करेन्ट पावर S = 1/2 Vm angle theta V and can like this one, and another one is nothing but Im angle minus theta I. Okay, that is I. Okay, so like this you can understand the basic concept about the complex power and active reactive power. Okay, and next video we are continuing. अब हामीले एउटा बेसिक के पढ्छौं भने यसमा रेजोनेन्स को बारेमा पढ्छौं हैन। रेजोनेन्स पढ्छौं, यसलाई फेरि यसलाई कन्जुगेट के अझै एउटा अझै कुराहरु के थप्न सक्छ भने जसरी S = I2R हुन्छ नि, हो यहाँ R2Z हुन्छ के। S = RMS मा लेख्नु भयो भने VRMS भोल्टेज इन्टु करेन्ट RMS एंगल phi हुन्छ, phi थीटा हुन्छ थीटा हैन। लाइक दिस बेसिक कुराहरु छन् हैन। त्यसपछि हामीले यसको एप्लिकेसन के छ, एप्लिकेसन भन्नुहुन्छ भने यसले चाहिँ पावर ट्रायंगल कन्स्ट्रक्सन मा सहयोग गर्छ। हेल्प्स टु ड्र power triangle construct पावर ट्रायंगल कन्स्ट्रक्ट गर्नले सहयोग पुर्याउँछ। ल साथी हो, अब हामीले थ्री फेज ब्यालेन्स अनि अनब्यालेन्स सिस्टमको बारेमा थोरै बुझौं हैन। मैले यहाँ तपाईहरुलाई तीनवटा वेभफर्म ड्रा गरेर बताएको छु। यसले के भन्छ भने यसलाई यसको अर्थ के हो भने जसरी तीनवटा पावर लाइन छ नि हामीसँग, पावर लाइन जहिले पनि तीनवटा हुन्छ। यो आर फेज भयो हैन, आर फेजलाई मैले यहाँ ए सँग जनाएछु। त्यसपछि यो वाई फेज, येलो फेज भन्छौं हैन, यो वाई फेज हो, यसलाई मैले बी सँग नोटेस गरे हो। अनि एउटा आर वाई अनि बी ब्लू फेज भन्छु नि, यो बी हो। यो चाहिँ सी सँग सिग्नल गरे। यदि सिस्टममा कुनै पनि एसी सिस्टम छ भने यसले चाहिँ स्टार नेटवर्क फर्म गर्छ। स्टार नेटवर्कमा मैले ड्रा गर्छु हैन। यसलाई आर वाई अनि बी फेज छ भने यिनीहरु जहिले पनि एक आपसमा 120 डिग्री को डिस्प्लेसमेन्ट हुन्छ के। यिनीहरुको बीचको दूरी फेज डिस्प्लेसमेन्ट भन्नुभयो भने
फेज डिस्प्लेसमेन्ट अर्को कुरा के बुझ्नु भने फेज डिस्प्लेसमेन्ट between any two phase will be how much? Always 120 degree. Okay, यो कुरा बुझ्नु छ हैन। अब कनेक्सनको कुरा गर्नुहुन्छ भने यति आरवाईबी फेजलाई हामीले कनेक्सन गर्दाखेरि एज स्टार गर्न सक्नुहुन्छ, एज डेल्टा गर्न सक्नुहुन्छ क्या। त्यही भएर यसलाई अलिकति म यसमै योबाट थाहा पाउने गरी म बनाइदिन्छु। यसरी यसलाई म थोरै इरेज गरेँ हैन, इरेज गरौँ। अनि त्यसपछि तपाईलाई मैले भन्न खोजेको कुरा के हो, यसमा बुझ्नै पर्ने कुरा रहेछन्। यसमा दुई टाइप कनेक्सन हुन्छ क्या। एउटा स्टारको कनेक्सनको केसमा भयो, स्टारमा यो न्युट्रल ग्राउन्ड हुने भयो हैन। अरू एउटा डेल्टाको केस हुन्छ। हामी अस्ति नै स्टार डेल्टामा पढाइसके हो। त्यो पनि यहाँ ब्यालेन्स केस आउँदाखेरि म तपाईहरुलाई पुनः केही कुराहरू यहाँ एड गर्न चाहन्छु। ड्युरिङ ब्यालेन्स इन स्टार फेजमा यदि ब्यालेन्सको कुरा गर्छ भने, यदि स्टार फेज ब्यालेन्स छ भने यसको अर्थ के हो? यो न्युट्रल लाइन हो क्या। त्यसले पनि बुझ्नुस्, यहाँ चाहिँ यो न्युट्रल लाइन हो, यो आर फेज हो, वाई फेज हो, यो बी फेज हो। भन्नाले ड्युरिङ ब्यालेन्स पनि समवेयर ब्यालेन्स र न्युट्रल पनि भन्छु। जब सिस्टम ब्यालेन्स छ भने, when system is balanced or star is balanced, under that situation what will happen? Current flowing through R phase, that is nothing but current flowing through this R phase, Y phase and B phase. IR is plus current flowing through the Y phase plus current flowing through the B phase will be the 0 ampere. यो कुरा बुझिराख्नु क्या। यदि सिस्टम ब्यालेन्स छ भने स्टार फेजमा करेन्ट थ्रु आर फेज प्लस वाई फेज प्लस बी फेज के हुन्छ? 0 एम्पियर हुन्छ। अनि अर्को कुरा के बुझ्नु पर्यो भने यदि अनब्यालेन्स छ भने अनब्यालेन्सको केसमा के हुन्छ? करेन्ट थ्रु न्युट्रल इज इक्वल टु सम अफ दिस थ्री करेन्ट आईआर प्लस आईवाई प्लस आईबी हुन्छ क्या। बुझ्नुभयो? त्यस्तै गरी यति बुझिहाल्नु भयो हैन। अब यति बुझिसकेपछि एउटा अझै कुरा म तपाईहरुलाई के एड गरौँ भने, ड्युरिङ स्टार केसमा के हुन्छ है, अलरेडी पढाइसके हो अस्ति पनि। स्टार केसमा स्टार सिस्टममा के हुन्छ भने तपाईको लाइन करेन्ट इज इक्वल टु √3 टाइम्स अफ यो फेज करेन्टहरु के हो, लाइन करेन्ट के हो भने अस्तिको भिडियोमा पढाइसक्यो, तपाईहरुले पछाडिको भिडियोहरु हेर्नु होला हैन। अनि करेन्ट चाहिँ इक्वल हुन्छ क्या, आई लाइन अनि आई फेज इक्वल हुन्छ। त्यस्तै गरी तपाईको यहाँ डेल्टाको केसमा हेर्नु हो भने ड्युरिङ डेल्टा भन्छ, यहाँ लाइन करेन्ट √3 टाइम्स अफ फेज करेन्ट हुन्छ। यहाँ मैले उल्लेख दिए है, यो के हो? √3 टाइम्स अफ आई फेज हुन्छ हैन। अनि भोल्टेज तपाईको लाइन करेन्ट अनि भोल्टेज ओभर फेज करेन्ट इक्वल हुन्छ। यो कुरा बुझिराख्नु पर्ने कुराहरु छन्, विशेष अस्ति पनि पढाइसक्यो हैन। त्यसपछि पावर क्याल्कुलेसनको कुरा गर्नुहुन्छ भने अब यसलाई क्याल्कुलेसनको थोरै क्याल्कुलेसन यो भिडियोमा गरे। अर्को पावर इन 3 फेजको कुरा आइसकेपछि पावर अब 3 फेजमा पावर कसरी हुन्छ? 3 फेजमा त पावर इन 3 फेज सिस्टम, के हुन्छ हेर्नुस् त। तपाईको एक्टिभ पावर P भनेको एक्टिभ पावर हो नि त। P इज इक्वल टु √3 VLIL cos phi and reactive power Q is equal to √3 VLIL sin phi.
sin phi. Okay. Or we can also write that apparent power nothing but S is equal to root 3 यहाँ VLIL हुन्छ क्या कुरा बुझिराख्नुपर्ने कुरा हो एक्टिभ पावरको केसमा यदि क्यालकुलेसन गरेर एक्टिभ पावर सोध्यो भने √3 VLIL cos phi गर्नुहुन्छ त्यसपछि रिएक्टिभ पावर सोध्यो भने √3 VLIL sin phi हुन्छ अनि एपरेन्ट पावर सोध्यो भने √3 VLIL यो चाहिँ वाटमा हुन्छ तपाईहरुलाई अघि पनि भनेकै कुरा हो त्यो पनि मैले तपाईहरु बारम्बार भन्नुको कारण के हो भने तपाईहरुलाई रिपिटेड सोच क्या याद भइहाल्यो सबै कुरा फेरि मैले रिपिट गरिदिए बुझ्नुभयो है साथीहरु अब यति बुझिसकेपछि त्यो त बुझ्नुपर्ने खास कुरा अनि एउटा अर्को कुरा तपाईहरुलाई यसमा सायद रिजोनेन्स टपिक छुटेछ हैन ल ए अलिकति रिजोनेन्सको बारेमा पढौँ है रिजोनेन्स पनि पढौँ ल हेर्नु त यो रिजोनेन्स भनेको के हो बुझ्नुहुन्छ तपाईहरु यो रिजोनेन्स केलाई भनिन्छ भन्नु त ओके कब रिजोनेन्स हुन्छ भन्नु त सर्किटमा रिजोनेन्स कुनै पनि सर्किटमा रिजोनेन्स कन्डिसन कब आउँछ जब सर्किटको कुनै पनि सर्किटको इम्पिडेन्स र रिएक्टेन्स भन्नाले इम्पिडेन्स क्यापेसिटिभ इम्पिडेन्स इन्डक्टिभ इम्पिडेन्स र क्यापेसिटिभ रिएक्टेन्स यदि दुटै इक्वल छ भने त्यस्तो केसमा रिजोनेन्स हुन्छ क्या कुनै पनि सर्किटको तपाईको इन्डक्टिभ इम्पिडेन्स जसलाई एक्सएल भन्छौ हैन अनि क्यापेसिटिभ रिएक्टेन्स वा इन्डक्टिभ रिएक्टेन्स र क्यापेसिटिभ रिएक्टेन्स बुझ्नुभयो यदि दुटै इक्वल भयो भने त्यस्तो केसमा के हुन्छ रिजोनेन्स कन्डिसन फर्म हुन्छ क्या दिस इज द रिजोनेन्ट कन्डिसन यसलाई भन्छ हामी रिजोनेन्ट कन्डिसन हैन अब मैले तपाईहरुलाई यहाँ एउटा डायग्राम ड्रा गरेको छु यो चाहिँ तपाईको सिरिजको केसमा छ हैन सिरिजको केसमा हेर्नु त रिजोनेन्स भएको केसमा यहाँ रिजोनेन्स कुन बेला भएको छ जब रिजोनेन्स हुन्छ त्यो बेला के हुन्छ यो क्यापेसिटिभ रिएक्टेन्स अनि इन्डक्टिभ रिएक्टेन्स यदि क्यापेसिटिभ रिएक्टेन्स भनेको XC ग्रेटर देन XL हुने भयो अनि इन्डक्टिभको केसमा के हुन्छ इन्डक्टिभ ग्रेटर हुन्छ XL विल बी त्यो साइडमा हेर्नु भने XL विल बी ग्रेटर देन XC अनि यता हेर्नु भने यो साइडमा XC विल बी ग्रेटर देन XL यता छ के XC ग्रेटर छ भने क्यापेसिटिभ XL ग्रेटर छ भने इन्डक्टिभ ग्रेटर बुझ्नुभयो यो रिजोनेन्टको केस हो त्यस्तै गरी यहाँ हेर्नु हो भने तपाईको सिरिज सर्किट एट करेन्ट एट रिजोनेन्स भन्छ हैन यस्तो केसमा करेन्ट के हुन्छ भोल्ट V/R भयो हैन V/Z इम्पिडेन्स भन्छ हामीले यसमा अरु कुरा के बुझ्नु छ भने रिजोनेन्ट फ्रिक्वेन्सीको बारेमा पढौँ नि त हैन थोरै यो रिजोनेन्ट फ्रिक्वेन्सी के हो रिजोनेन्ट फ्रिक्वेन्सी FR कसरी सोध्यो भने यहाँ कन्डिसन लिनु न यहीबाट प्रमाणित भइहाल्छ के छ कन्डिसन XL = XC हुन्छ नि XL = हेर्नु त जुन के हुन्छ XL = 2 पाइ FL XC = 1/2 पाइ FC भन्छ नि त अब यसबाट F² यसलाई सल्भ गर्नु के हुन्छ F² = 1/2 दुना के हुन्छ 4 भयो 4 पाइ स्क्वायर LC अब F यहाँबाट पत्ता लगाउनु भयो भने के हुन्छ 1/2 बाहिर आयो 2 पाइ पनि बाहिर आयो तो LC को रुट हुन्छ यही त हो रिजोनेन्ट फ्रिक्वेन्सी सिरिजको केसमा सिरिज रिजोनेन्ट फ्रिक्वेन्सी दितो हैन सिमिलरली तपाईको यसलाई FRS पनि लेख्यो भने सिरिज रिजोनेन्ट फ्रिक्वेन्सी एट सिरिजको केसमा और वी क्यान राइट लाइक दैट रिजोनेन्ट फ्रिक्वेन्सी इन प्यारललको केसमा यदि लेख्नु भयो भने यसको केसमा के हुन्छ 1/2
2 pi root under 1 by LC 1 by 2 pi root under 1 by LC minus R square by LC R square by L square हुन्छ R square by L square that is nothing but 1 by 2 pi 1 by 2 pi whole root under 1 by LC minus R square by L square यो फेट parallel भन्छ parallel resonance frequency ओके यति कुरा बेसी कुराहरू छन् आशा छन् भिडियो तपाईहरु मन पराउनु होला अर्को भिडियोमा तपाईहरुलाई मैले नेटवर्क एनालाइसिसको टपिकबाट भिडियो लिएर आउनुहुन्छ आजबाट नेटवर्क एनालाइसिस भन्दा पनि केही टपिक सायद इलेक्ट्रिकल इन्जिनियरिङ फन्डामेन्टलको पनि बाँकी छन् क्या हो तपाईहरुलाई पढाउनु पर्ने एक दुईटा अझै टपिकहरु के रहेछ भने हेर्नु त हामी आज यो एसी पावर एनालाइसिस कन्सेप्ट फेज डिफरेन्सको बारेमा पढ्यो एक्टिभ एन्ड रिएक्टिभ पावर सकायौ हैन कम्प्लेक्स पावर ट्रायंगल पावर फ्याक्टर रेजोनेन्सको कुराहरु सक्यो हैन त्यसपछि 3 फेज सिस्टम पनि पढ्यो ब्यालेन्स पढ्यो अनब्यालेन्स पढ्यो भोल्टेज करेन्ट रिलेसन पढ्यो कम्पुटेसन भनेको त्यही कम्प्लेक्स पावरको बारेमा पढिहाल्यो हैन ए ल नेटवर्क एनालाइसिस है नेक्स्ट डे वी आर कन्टिन्युइङ भिडियो विल बी दिस टपिक ओके नेटवर्क एनालाइसिस ल्याप्लास ट्रान्सफर्म त्यसपछि ट्रान्सफर थ्योरम हैन यो धेरै इम्पोर्टेन्ट टपिक हो आरएलसी एम्प्लिफायर सर्किटहरु यो कुराहरु हामीले नेक्स्ट भिडियोमा कम्प्लिट गर्छौं है यही भएर भिडियोलाई लाइक सब्स्क्राइब गर्नु रेगुलर रूपमा अपडेटको लागि जुडिराख्नु होला हस थ्यांक यू फर वाचिङ दिस भिडियोज कीप लभिङ एन्ड कीप शेयरिङ दिस भिडियोज ओके प्लस च्यानलमा सब्स्क्राइब गर्दै अहिलेको लागि जस्ट यही छुटौ है साथीहरु